नमस्ते। मेरोदेश.tv.com मा कार्यक्रम महाराष्ट्रको सेवकको 6औं श्रृङ्खला हेर्नको निमित्त बसिरहनुभएका देश विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभावहरुमा सम्पूर्ण युनिटको तर्फबाट म रवि लामिछाने हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। सबभन्दा पहिला यो जानकारी गराउन चाहन्छु, करिब 1 महिनाको अवधिमा हाम्रो यो वेबसाइट www.merodeshtv.com मा 1,09,000 पटक लगभग हिट भएको छ र 45,000 भन्दा बढी दर्शक महानुभावहरूले यो लिङ्कमा गएर हामीलाई के हौसला प्रदान गर्नुभएको छ। म उहाँहरू सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु। अनि विशेष धन्यवाद हाम्रो गत कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण देश विदेशमा रहनुभएका राष्ट्रप्रेमी महानुभावहरूलाई। सेती नदीमा आएको बाढीका कारणले त्यहाँ भएका पीडितहरूको सहयोगका लागि हामीले विशेष श्रृङ्खला निर्माण गरेका थियौँ र जसलाई धेरैभन्दा धेरै दर्शकहरूले आफ्नो सहभागिता दर्शाउनु भएको छ भने केही महानुभावहरूले डोनेसन पनि गर्नुभएको छ, हामीलाई राहत सङ्कलनमा सहयोग गर्नुभएको छ। सबैभन्दा धेरै रकम हामीलाई प्रदान गर्नुहुने रमेश उप्रेतीजीदेखि सबैभन्दा थोरै रकम हामीलाई प्रदान गर्नुहुने सुमित बुढाथोकीजीसम्मलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यहाँहरूको साथ र सहयोगले पक्कै पनि पीडितहरूलाई राहत मिल्नेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त रहेका छौँ। हाम्रो यो कार्यक्रमलाई प्रसारण गरिदिएर हाम्रो यो कार्यक्रमको लिङ्कलाई आफ्नो लोकप्रिय वेबसाइटमा राखिदिएर धेरैभन्दा धेरै वेबसाइट सञ्चालकहरूले हामीलाई सहयोग गर्नुभएको छ। हामी उहाँहरूप्रति ऋणी छौँ। उहाँहरू सबैको नाम म लिएर यहाँ व्याख्या गरिरहन सक्दिनँ होला, तर म हृदयदेखि नै उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। अनि विशेष धन्यवाद दिन चाहन्छु म dcnepal.com लाई, जसले हाम्रो कार्यक्रम आफ्नो वेबसाइटमा राखिदिनु मात्र भएन, हाम्रो कार्यक्रममा रहेको डोनेसनको लिङ्कलाई आफ्नो वेबसाइटमा राखेर उहाँहरूका तर्फबाट पनि यो पैसा उठाउनको निमित्त पूर्ण रूपमा सहयोग गर्नुभयो। म उहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु merodeshtv.com लाई गर्नुभएको यो सहयोगका लागि। अनि सहयोग गर्ने अमाउन्ट धेरै होइन कि सहयोग गर्ने हातहरू धेरै हुनेछन् भविष्यमा भन्ने विश्वास पनि हामीले यसै साथ लिएका छौँ। र जति पनि महानुभावहरूले यसका लागि हामीलाई डोनेसन गर्नुभएको छ उहाँहरूको नाम ससम्मान हाम्रो वेबसाइटमा राखिएको छ अनि हामीलाई जम्मा भएको रकम पनि हाम्रो वेबसाइटमा राखिएको छ। आउनुहोस् यसको सानो एउटा झलक हेरौँ आजको कार्यक्रमको यो श्रृङ्खलामा। merodeshtv.com ले गरेको आग्रहलाई अनुरोधलाई हृदयदेखि नै स्वीकार गरेर आफ्नो तर्फबाट केही रकम हामीलाई प्रदान गर्नुहुने महानुभावहरूले दिनुभएको रकम सही ठाउँमा सही पीडितहरूले प्राप्त गरून् भन्ने उद्देश्यका लागि हामीले विभिन्न किसिमका रिसर्चहरू गऱ्यौँ, जसमध्ये हामीलाई विश्वास लाग्यो स्थानीय क्षेत्रको एउटा रेडियो सञ्चालकहरूको समूहप्रति। हामीले विश्वास गऱ्यौँ रेडियो अन्नपूर्णलाई। रेडियो अन्नपूर्ण जो स्थानीय क्षेत्रको एउटा सशक्त मिडिया हो अनि रेडियो अन्नपूर्णले त्यस क्षेत्रका बाढी पीडितका लागि निकै ठुलो सहयोग प्रदान गरिसकेको छ। हाम्रो यो विश्वासलाई जित्न सफल रेडियो अन्नपूर्णलाई हामीले यो रकम हस्तान्तरण गर्ने भएका छौँ। अनि तपाईँलाई आफ्नै शब्दबाट आफ्नै तर्फबाट यो भनाइ राखेर रेडियो अन्नपूर्णका मित्रले आफ्नो भनाइ यसरी राख्न चाहनु भएको छ। नमस्कार, मेरो देश टिभी हेरिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावमा म रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशङ्कर पारिखेको हार्दिक अभिवादन। कास्की जिल्ला खारपानीका बाढी पीडित दाजुभाइ दिदीबहिनीहरूको लागि राहत स्वरूप मेरो देश टिभीको म राष्ट्र सेवा कार्यक्रम मार्फत सम्पूर्ण दानवीर महानुभावहरूलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। यहाँहरूको सहयोग सम्बन्धित क्षेत्रमा नै वितरण गर्ने जानकारी समेत गराउन चाहन्छौँ र पुनः यहाँहरूको सहयोगको लागि हार्दिक धन्यवाद। नमस्कार। आदरणीय दर्शक महानुभावहरू, अब लागौँ हाम्रो कार्यक्रम राष्ट्रको सेवकको नियमित प्रस्तुतितर्फ। यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छौँ संसारका विभिन्न भागबाट कसले आजको कार्यक्रममा सहभागिता जनाउनु भएको छ उहाँहरूको छोटो क्लिपिङ। ब्रिस्बेन सिटी अस्ट्रेलियामा बस्छु।
नमस्ते, मेरो नाम नरेश विष्ट। हालै म युएसए को न्युयोर्क स्टेट अर्थात् बफेलो सिटीबाट। सम्पूर्ण देशप्रेमी नेपालीहरूलाई मेरो नमस्कार। आर्लिङ्टन भर्जिनियाबाट सम्झना थापाको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु। नमस्ते, मेरो नाम शेखर थापा हो र हाल म अहिले अस्ट्रेलियाबाट बोल्दैछु। नमस्कार, म सीता तिवारी, घर झापा। हाल म इजरायलमा 5 वर्षदेखि कार्यरत छु। नमस्ते, म सुमन देवकोटा, सिडनी, अस्ट्रेलियाबाट। मेरो नाम बालकृष्ण हो। म राष्ट्रको सेवक यो वेबसाइटबाट आफ्नो यसरी प्रतिक्रिया दिन पाउँदा म धेरै नै खुसी छु। आदरणीय दर्शक महानुभावहरू, आजको श्रृङ्खलाबाट कुरा कम र काम बढी गर्ने निर्णय हामीले गरेका छौँ। तर कार्यक्रम सञ्चालकको हिसाबले र मोटिभेटरको हिसाबले अलिकति बोल्नुपर्ने अवस्था मेरो आउन सक्दछ। त्यसको लागि म यहाँहरूसँग क्षमा प्रार्थना गर्दछु। र आजको कार्यक्रममा हामीलाई भिडियो म्यासेज मार्फत कतिपय महानुभावहरूले आफूले आफ्नो क्षेत्रमा अथवा आफ्नो राष्ट्रका लागि केही गरिसकेको कुराको जानकारी दिनुभएको छ। यिनै केही गरिसक्नुभएका महानुभावहरूको भिडियो म्यासेजहरूको प्रस्तुतिको यो क्रमलाई सुरुवात गरौँ। कार्यक्रम म राष्ट्रको सेवकको श्रृङ्खला 6 मा हामी जस्ता बाहिर बसेका नेपालीहरूलाई एउटा केही गरौँ भन्ने अभिप्रेरणा हामीमा आएको छ। यस कार्यक्रम सञ्चालन हुनु अगाडिदेखि नै मैले जब म अस्ट्रेलिया आएँ र मैले सकेसम्मको मेरो हैसियतले भ्याएसम्मको मैले टिवा पुर्याउँदै आएको छु। र मैले गत वर्ष म जुन स्कुलमा पढेको थिएँ त्यो स्कुलमा स्कलरसिपको निमित्त मैले नेपाली रु 20,000 पठाएको थिएँ र जसबाट मैले पाएको जानकारी अनुसार दुईजना विद्यार्थीले वर्षभरि कुनै फी नतिरिकन पढ्ने अवसर पाउनुभएछ। र यस वर्ष म फाइनेन्सियल्ली म सशक्त हुँदै गइरहेको छु र म यस वर्ष प्रत्येक महिना नेपाली रु 5,000 पठाउने जमर्को गर्दैछु। र मैले सबै मेरा टिचरहरूलाई र सहकर्मी साथीहरूलाई सम्पर्क गरेर त्यो पैसाको दुरुपयोग नहोस् भन्ने प्रपञ्च मिलाइसकेको छु। र मलाई आशा छ मैले पठाएको सानो सहयोग भोलिका भविष्यका कर्णधारहरूलाई ठुलो सहयोग साबित हुनेछ र उनीहरूको उज्जवल भविष्य निर्माणमा ठुलो टेवा पुग्नेछ। र यसअघि पनि मैले एउटा एनजिओ प्रोग्रामलाई मैले पैसा पठाएको थिएँ। म यहाँ नाम खुलाउन चाहन्न, तर त्यस एनजिओले पैसाको सही सदुपयोग नगरेको कारणले गर्दा अहिले आएर मैले ममा कुनै एनजिओ अथवा अरू सहकारी संस्थानहरूप्रति पैसा पठाउने रुचि छैन। र म एउटा लोवर लेभलदेखि नै म टेवा पुर्याउन चाहन्छु र पढ्न चाहने र तर आर्थिक अवस्थाले कमजोर भएका विद्यार्थीहरूलाई म आफूले पढेको स्कुलमा पढ्नको लागि म आफूले सक्ने सहयोग गर्दछु। म यहाँ विद्यार्थी हुँ र यहाँ विद्यार्थीहरूको लागि आफ्नो दैनिक जीवन अथवा आफ्नो पढाइका लागि आवश्यक पर्ने खर्च जुटाउन पनि धेरै गाह्रो विषय हो। तर पनि म जस्ता साथीहरू मिलेर वार्षिक रूपमा हाम्रो ठाउँमा भएका, म यहाँहरूलाई उदाहरणकै रूपमा बताउन चाहन्छु, नवलपरासी जिल्ला प्रगतिनगर गाविस वार्ड नम्बर 4 भगवती टोलमा रहेको नव नेपाल प्रावि, त्यहाँ बच्चाहरूलाई अहिले हामीले इङ्ग्लिस मिडियममा पढ्ने र निःशुल्क पढ्ने वातावरण मिलाएका छौँ। विश्व स्तरमा आवश्यक पर्ने भाषा, तर त्यो भाषाको कमजोरीको महसुसका कारण हामी पछि परेको हामीले महसुस गऱ्यौँ र त्यहाँका विद्यार्थीहरूलाई पनि यदि निःशुल्क रूपमा हामीले शिक्षा उपलब्ध गराउन सक्यौँ भने भोलि सुन्दर नेपाल बन्छ कि भन्ने अभिप्रायले हामीले वार्षिक रूपमा सहयोग प्रदान गर्दै आएका छौँ। र यो महिनाको हामी वार्षिक आफूले सङ्कलन गर्न सकेको रकम पठाउने गर्छौँ। यसपालि हामीले 50 पाउन्ड पठायौँ यो महिनाको लागि। त्यो 50 पाउन्डले कमसे कम पनि हामीले 5 जना विद्यार्थीको लागि वार्षिक रूपमा पुग्ने गरी किताबहरू किनिदिन सक्छौँ।
र यसरी हामीले गरेको सानो सहयोग हाम्रो एउटा समाजको लागि उज्जवल भविष्यको निर्धारण गर्न मद्दत गर्दछ। र मेरा साथीहरूले जसरी मैले शिक्षाको क्षेत्रमा सहयोग गरिरहेको छु, मेरो गाउँमा मेरो साथीहरूले त्यसै गरी बेरोजगार युवाहरूका लागि सहयोग गर्ने आधारहरू खोजिरहनु भएको छ त्यहाँ, र त्यसको आधार पाउने बित्तिकै उहाँहरूले सहयोग गर्न तयार हुनुहुन्छ। र यहाँहरूले पनि आफ्नो ठाउँमा आफूले कसरी सहयोग गर्न सकिन्छ भनेर सोचेर आफूले सक्दो सहयोग गरिदिनु म अनुरोध गर्दछु। र अर्को कुरो, विदेशबाट पुँजी निर्यात गर्नु र देशभित्र आयात गर्नु मात्रै राष्ट्र विकासको प्रमुख आधार होइन, त्यसको उचित परिचालन र त्यसको सदुपयोग गर्नुमा पनि धेरै ठुलो आवश्यकता रहन्छ। र तपाईहरूले आफूले एउटा राम्रो आइडिया बनाएर राष्ट्र विकासका लागि, समाज विकासका लागि, गाउँ विकासका लागि एउटा राम्रो आइडिया बनाएर ल्याउनु भयो र सहयोग माग्नु भयो भने सहयोग दिने अहिले प्रशस्तै युवा साथीहरू छन्। र Miradistv.com को पाठक श्रृङ्खलालाई हेरिरहनुभएका सम्पूर्ण दर्शक वृन्दहरूमा आर्लिङ्टन भर्जिनियाबाट सम्झना थापाको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु। सधैँ Miradistv.com का सञ्चालक कार्यकर्मीहरूलाई हाम्रो विचारहरू आदान प्रदान गर्न साझा ठाउँ प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु। सर्वप्रथम विकासको कुरा गर्नुपर्दा विकास केलाई भन्ने देशको भौतिक विकासलाई मात्र विकास भन्ने हो। करोडौँ रुपैयाँ लगानी गरेर मात्र देशको विकास हुन्छ? सानो उदाहरणको रूपमा हेर्नुपर्दा दरबारमार्गमा खोलिएका केन्टकी फ्राइड चिकन र पिज्जा हटलाई हामी केही हदसम्ममा विकासको सङ्केत दिन सकिएला, तर केन्टकी फ्राइड चिकन र पिज्जा हटमा खाइएको बक्सलाई बाटोमा फालिन्छ भने के त्यसलाई विकसित देशको पहिचान दिन सकिन्छ? हाम्रो देशको परिस्थितिलाई हेर्दा मेरो आफ्नो विचारमा करोडौँ रुपैयाँ भन्दा पहिला आत्मज्ञान, शिक्षा, जनचेतनाको जरुरी छ। अर्को उदाहरण दिनुपर्दा लास्ट इयर काठमाडौँ महानगरपालिकाले ठाउँ ठाउँमा ट्रास क्यानहरू फोहोर फाल्नको लागि राखिएको थियो। केही दिनपछि कोही ट्रास क्यानहरू हराइएको थियो भने कोही ट्रास क्यानहरू रित्तो थियो, तर फोहोरहरू सबै भुइँभरि छरिएका देखिन्थे। महानगरपालिकाले पैसा त लगानी गर्यो, तर मानिसमा जनचेतना नभएपछि त्यसको सही सदुपयोग भएन। र हजुरले प्रश्न गर्नुहोला कि तपाईँले के गर्नुभएको छ देश विकासको लागि? मैले त्यस्तो कुनै ठुलो काम त गर्न सकेको छैन। मेरो सानो प्रयास के थियो भने मैले र मेरो परिवारले सपिङ जाँदाखेरि कहिले पनि प्लास्टिकको झोलाहरू प्रयोग गर्दैनौँ थियो। जति पनि गलेर जाने, कुहिएर जाने फोहोरहरू थिए त्यसलाई हामीले कम्पोस्ट बिनमा राखेर कम्पोस्ट मल बनाउने गरेका थियौँ, र हामीले त्यो फोहोरलाई सडकमा जानबाट रोकेर हामीले आफ्नो बारीमा प्रयोग गरिरहेका थियौँ। र अहिले पनि मेरा परिवारले त्यही गरिरहनु भएको छ। शनिबार एक दिन सबैको छुट्टी भएको बेलामा आफ्नो टोलको बाटोहरूमा सरसफाइ गर्ने कार्यक्रम पनि राखेको थिएँ। टोलमा भएका सबै भाइ बहिनीहरूलाई जम्मा गरेर फोहोरहरू टिप्न लगाउने र सरसफाइ गराउने र सरसफाइको विषयमा जानकारी पनि दिने गर्दथे। जबसम्म हामीमा चेतना र आत्मज्ञान आउँदैन तबसम्म देशमा विकास आउन धेरै गाह्रो पर्छ जस्तो मलाई लाग्छ। जुन समस्या अहिले हाम्रा अग्रजहरूमा पनि देखिएको छ, देशले हामीलाई के दियो नभनेर हामीले देशलाई के दिन सक्छौँ भन्ने सिद्धान्तलाई मनन गर्नु पर्ने स्थिति मैले देखेको छु। राष्ट्र को सेवक
दर्शक महानुभावहरू आजको व्यस्त समयमा बिना फाइदा कसैले कसैका लागि केही पनि गर्दैन, तर राष्ट्र प्रेमको कुरा गर्नु पर्दाखेरि नाफा नोक्सानको हिसाब किताब हुँदैन र हुनु पनि हुँदैन। तर राष्ट्रप्रेमी बनिन्छ, राष्ट्रलाई माया गरिन्छ र त्यो गर्नका कारणले फाइदा हुन्छ भने त्यसलाई भनिन्छ सुनमा सुगन्ध। हामीसँग यस्तै सुनमा सुगन्धको मास्टर प्लान छ भन्नुपर्दछ र त्यसका लागि हामी हाम्रो आगामी एपिसोडमा केही व्याख्याहरू गर्नेछौँ। नेपालीहरू संसारभरि छरिने क्रममा विभिन्न देशमा व्यवसाय समेत गरेर बसिसक्नु भएको छ। धेरै नेपालीहरूले रेस्टुरेन्ट, ग्रोसरी स्टोर, ट्राभल एजेन्सी जस्ता विभिन्न व्यवसायहरू विभिन्न मुलुकमा सञ्चालन गर्नुभएको छ र ती व्यवसायमा यदि नेपालीहरू मात्र आइदिने हो भने पनि त्यो व्यवसायको वृद्धि हुनेछ। सम्पूर्ण नेपालीहरूले गरेकै व्यवसायमा, रेस्टुरेन्टमा अथवा ग्रोसरी स्टोरमा अथवा ट्राभल एजेन्सीमा गइदिनाले पनि तपाईँको व्यापार व्यवसायको वृद्धि हुनेछ। अनि यो कसरी गर्ने त भन्ने बारेमा तपाईँलाई, हामीलाई अनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई फाइदा हुने एउटा मास्टर प्लान हामीसँग छ। यस बारेमा हामी अर्को कार्यक्रममा चर्चा गर्नेछौँ। तर यसको लागि अहिले हामीले यहाँ देखाइएको स्क्रिनमा देखिएको इमेल एड्रेसमा छिटोभन्दा छिटो सम्पूर्ण व्यवसायीहरूले संसारका हरेक ठाउँबाट हामीलाई इमेल पठाउनु होला। हामी पहिलो 10 व्यवसायीहरूलाई प्रत्येक मुलुकबाट प्राथमिकताको आधारमा चयन गर्नेछौँ र हामी प्रस्तुत गर्नेछौँ तपाईँका लागि फाइदा हुने, हाम्रा लागि फाइदा हुने अनि सम्पूर्ण नेपाली उपभोक्ताका लागि फाइदा हुने मास्टर प्लान। नमस्ते, मेरो नाम हो पूरा शाह। म मेरो देश TV.com मा चाँडै लिएर आउँदैछु। म राष्ट्रको सेवक किड्स। हामीले चाह्यो भने हामी हाम्रो साथीहरूलाई सडकबाट स्कुलसम्म पुर्याउन सक्छौँ। नेपालको फ्रेन्ड्सलाई हेल्प गर्छु। I help my friends. I have the power to change and I know you have it too. I can help my friends. नेपालमा साथीहरू छ, स्कुल जान पाएको छैन। I want to help them. It's my responsibility to help my friend in Nepal. I want to help my friends in Nepal. We don't have to wait for anybody else. We could do it by ourselves. We can make a big difference. So let's not wait for others. Let's do it by ourselves. I know I can help my friends back in Nepal. साथीहरूलाई म हेल्प गर्छु। म मेरो साथीहरूलाई सडकबाट स्कुलसम्म पुर्याउन सक्छु। If we try, we can take the kids from the streets and turn them into students in school. We don't need to wait for others. We can do it by ourselves. This is your time to do something and make a big difference. So are you ready? I'm not going to wait for others. I can do it by myself because I am Rastrako Sevak. अब कुरा होइन, काम गरौँ भन्ने उद्देश्यका लागि हामीले आजबाट साना साना कार्यक्रमहरूलाई अगाडि बढाउने निर्णय गरेका छौँ। कुनै विद्वानले भनेका छन् संसारमा ठुलो कुरा केही पनि छैन, सबै साना छन् र साना साना कुराहरू मिलेर नै ठुलो कुरा हुनेछ। यसैलाई मनन गरेर हृदयङ्गम गरेर आजको कार्यक्रमबाट हामीले विकास निर्माणको थालनी गरेका छौँ, श्री गणेश गरेका छौँ, शुभारम्भ गरेका छौँ। आउनुहोस् नेपालबाट हाम्रा संवाददाता प्रतीक लामिछानेले पठाएको यो रिपोर्ट हेरौँ अनि यसबारे चर्चा गरौँ। आहा, कस्तो राम्रो टार अनि कति ठुलो क्षेत्रफलमा फैलिएको पनि। यो धादिङको विकट उत्तरी क्षेत्रमा अवस्थित सल्यानटार गाउँ। यही विशाल टारबाटै गाविसको नाम समेत सल्यानटार राखिएको छ। प्रकृतिले यो ठाउँलाई धेरै सुन्दरता दिएको छ, तर मानव जीवनका केही आधारभूत चिजहरू भने यो ठाउँमा उपलब्ध छैन। यहाँ पुग्दा यस्तो लाग्छ प्राकृतिक छटा र मनोरम दृश्यले भरिपूर्ण यो ठाउँमा प्रकृतिले केही चिज दिन भने कन्जुसाइ गरेकी छन्। अन्नबालीको उर्वर भूमि समेत हो यो ठाउँ। मानव बस्ती बसाल्नको लागि पनि यो ठाउँ योग्य छ, तर अहिलेसम्म यस ठाउँमा प्रशस्त मात्रामा बस्ती बस्न सकेको छैन। कारण मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण विषय अर्थात् पिउने पानीको अभाव भएपछि यस क्षेत्रका बासिन्दा काकाकुल जस्तै बनेका छन्। एक गाग्री पानी लिनका लागि यहाँका स्थानीय बासिन्दा घण्टौँसम्म लाइनमा बस्छन्, तैपनि पर्याप्त मात्रामा पानी पाउन भने सकिरहेका छैनन्। यति बेला यो टारको महत्त्व वात्तै बढेको छ, किनकि यही टारको पूर्व तथा पश्चिम भएर बग्ने बुढी गण्डकी र आँखु खोलाको दोबानमा नेपालको ठुलो जलाशययुक्त जलविद्युत परियोजना समेत बन्दैछ। तर सल्यानटार गाविसको वडा नम्बर 3 र 4 मा पर्ने यो जाहेरी गाउँका बासिन्दालाई यस्ता परियोजनाहरू
कागलाई बेल पाक्यो हर्षण बढाई भने झैँ भएको छ। किनभने जाहेरी गाउँका बासिन्दाका लागि अहिले बिजुली बत्ती निकै टाढाको विषय हो। शरीरलाई नभई नहुने पिउने पानीको जोहो गर्न यी स्थानीय बासिन्दा दैनिक 10 देखि 12 घण्टासम्म लाइन बस्ने गर्दछन्। पत्यार नलाग्न सक्छ। यसरी घण्टौं लाइनमा बस्दा समेत पर्याप्त रूपमा पिउने पानी पाउन नसकेको पीडा स्थानीय बासिन्दाले यसरी पोखे। खाने पानीको सर हामीलाई बढी अभाव छ। यहाँ हामी राति 3 बजेदेखि उठेर पानी ल्याउँछौँ। 7 गाउँको पानी यही धारा हो, अरू अन्त कहीँ पानी छैन। पानी त छ, तलो छ, हामीलाई तलो जान टाढा लाग्छ। खोलाको पानी छ। पानी हाम्रो गाउँलाई एकदम केटाकेटी सुत्न पाउँदैन। हाम्रो अति दुःख छ। हेर्नुहोस्, यहाँ त जात्रा हुन्छ, लडाइँ हुन्छ, भित्रभित्र हुन्छ, खोलामा गाडी फाइन्छ सर। यति दुःख छ हाम्रो। त्यसो त सल्यानटारमा बस्तीको विकासै नभएको भने चाहिँ होइन। प्राकृतिक र वातावरणीय हिसाबले बस्ती बस्नको लागि निकै उपयुक्त ठाउँ भए पनि सिङ्गो सल्यानटार र त्यसमा पनि जाहेरी गाउँमा अभाव छ त पिउने पानीकै। खेतीबालीका लागि नहर कुलो जस्ता विषय यिनीहरूलाई एकादेशको कथा जस्तो लाग्छ रे। आकाश हेरेर भगवान इन्द्रलाई पुकार्ने अनि इन्द्र खुसी भएर पानी पारे मात्रै स्थानीयको खेतीबालीमा सिंचाइ हुन सक्छ, नत्र कुनै विकल्प नै छैन। सल्यानटारको पाउ भएर बगेका बुढी गण्डकी र आँखु खोलाले त्यो गाविसका बासिन्दाको पानीको प्यास मेटाउन सकिरहेको छैन। तत्कालका लागि विद्युत सेवा समेत उपलब्ध नभएका कारण यहाँका बासिन्दाले यी खोला तथा नदीको पानी तानेर आफ्नो आवश्यकता परिपूर्ति समेत गर्न सकेका छैनन्। धेरै लगानी गरेर पाइप बिछाइएर छिमेकी आगिन्चोक र सल्यानकोट गाविसबाट सीमित मात्रामा पानी ल्याउने प्रयास नभएको चाहिँ होइन, तर सानो लगानी लामो वेग प्रयास असफल जस्तै बनेको छ। विगतमा भन्दा अहिले सल्यानटारमा मानव बस्ती बिस्तारै बढ्दो छ, तर पनि कहीँ कतैबाट यहाँ पिउने पानी उपलब्ध गराउन पर्याप्त चासो तथा सहयोग नभएको गुनासो उनीहरूको छ। वैकल्पिक उपाय भनेको यसका नजिकै गोकुल खोला भन्ने ठाउँमा एउटा ठुलो मुहान छ। त्यो मुहान लिफ्ट इरिगेसन गरेर माथि तानियो भने 400 मिटर 500 मिटर माथि ल्याइसकेपछि चितवनको जस्तो तराईको जस्तो एउटा रिजर्भयर तल गरेर राख्ने हो भने यहाँको आधा जनसङ्ख्यालाई, यहाँ 9000 जनसङ्ख्या छ, 9000 जनसङ्ख्या मध्ये झन् 4000 जनसङ्ख्याले यो पानी जान सक्ने अवस्था छ। त्यहाँमाथि यो 3टा जाहेरी गाउँ, अर्गौता, खुङ्गा, यो के अरे सन्यासी गाउँ, यी सबैलाई त्यो पानीले भुटार, यी सबैलाई त्यो पानी पुग्ने सम्भावना हुन निकट भविष्य त्यसलाई कसरी लिएर आउने भन्ने प्लानिङमा हामी छौँ। अब त आँखु र बुढी गण्डकीमा बाँध बाँधिने भएपछि त्यस आसपासका स्थानीय बासिन्दा पनि यही सल्यानटारमा बस्ती बसाल्न लागि परेका छन्। तर सबैले भोग्दै आएको पानीको समस्याबाट यहाँ पुग्ने जो कोही पनि अछुतो रहन सक्दैन। यस्तै अवस्था रहिरहने हो भने अब बिस्तारै सल्यानटारमा खाद्यान्नको समेत अभाव हुने अवस्था देखिएको छ। किनकि सिंचाइ सुविधा छैन, जलवायु परिवर्तनको असर यस क्षेत्रमा समेत पर्न थालेको छ। कहिले महिनौसम्म आकाशबाट पानी नपर्नु तथा कहिलेकाहीँ अत्यधिक वर्षा हुँदा स्थानीय बासिन्दा मारमा परेका छन्। अझ अचम्मको विषय त के भने सीमान्तकृत समुदायको रूपमा रहेका दराई, माझी र कुमाल समुदायको बाक्लो बसोबास रहेको यस ठाउँमा उनीहरूको उत्थानमा काम गर्न भनी खोलिएका सरकारवाला निकायको समेत ध्यान पुग्न सकेको छैन। बरु स्थानीय बासिन्दाले दुःख जिलो र श्रमदान गरेरै भए पनि आगिन्चोक र मूलपानी गाविसबाट अस्थायी रूपमा पिउने पानीको जुठो गरेका छन्। यो टारका माथिल्ला भेगका बासिन्दाले पिउने पानी केही पाए पनि तल तल भने यो समस्या जस्ताको तस्तै छ। त्यसो त यहाँ पानी उपलब्ध गराउनै नसकिने भने चाहिँ होइन। पानी मानिसको जीवन हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जाहेरी गाउँका बासिन्दालाई पानी खुवाउन सहयोगी हातहरू उठ्ने हो भने वर्षौंदेखि पानी पिउन नपाएर छटपटाइरहेका यस क्षेत्रका बासिन्दाको प्यास मेटिन सक्छ। कुनै जमानामा धर्मशाला र चौतारीमा पानी राखेर पुण्य कमाउने गौरवशाली इतिहास बोकेका हामी नेपालीले यस्तो पुनित कार्यमा हात हाल्न अब ढिला गर्नु हुँदैन। जसले जहाँबाट जति सक्छ सहयोग गरौं र मानव सेवाका साथै धर्म पनि कमाऊ।
धादिङको सल्यानटारबाट मेरो देश टिभीका लागि प्रतीक लामिछानेको रिपोर्ट। हामीलाई थाहा छ धादिङ घर भएका नेपाली दाजुभाइ दिदीबहिनीहरू संसारका विभिन्न कुनामा छरेर बसिरहनु भएको छ, जसको घरमा 24 घण्टा शुद्ध खाने पानीको व्यवस्था छ। तर तपाईँकै क्षेत्रका यी दाजुभाइ दिदीबहिनीहरू पानीका लागि यति धेरै सङ्घर्ष गरिरहेका छन्। के तपाईँलाई लाग्दैन यो तपाईँको कर्तव्य हो? यसै पनि विदेशमा रहेका नेपाली र स्वदेशमा रहेका नेपाली बीचको ठुलो खाडल छ। त्यो खाडललाई पूर्णको निमित्त पनि हामीले एकअर्का बीचमा सहयोग र भाइचाराको सम्बन्धलाई सुरुवात गर्नु नै थियो भने यसैबाट यसको सुरुवात किन नगर्ने? तपाईँको सानो प्रयासले यो कार्यक्रमलाई हामी सजिलैसँग सम्पन्न गर्न सक्छौँ। यो कुनै यस्तो कार्यक्रम होइन जसका लागि ठुलोभन्दा ठुलो धनराशिको आवश्यकता पर्नेछ। हाम्रो कार्यक्रममा हामी यहाँहरू समक्ष पक्कै पनि आगामी श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ के कस्तो सहयोग यस कार्यक्रमलाई सम्पन्न गर्नको निमित्त लाग्नेछ र हामी यो प्रक्रियालाई पूर्ण पारदर्शीका रूपमा तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ। धादिङ घर भएका मानिसहरू कोही पनि नछुटौँ सहयोग गर्नको लागि, अनि नेपालीहरू जसले नेपालीको मर्म बुझ्नुहुन्छ र गर्ने चाहना छ उहाँहरू पनि कोही पनि नछुटौँ र चाँडैभन्दा चाँडै यो कार्यक्रमलाई प्रत्यय गरौँ। www.merodeshtv.com मा रहेको पेपालमा गई त्यसको लिङ्कमा रहेको डोनेटमा गई क्लिक गरी यहाँले डोनेसन गर्न सक्नुहुनेछ र हामी पूर्ण पारदर्शिताका साथ तपाईँले पठाउनु भएको पैसा सबै महानुभावहरूलाई प्रष्ट रूपमा देखाइदिनेछौँ। आउनुहोस् यसमा साथ र सहयोग गरौँ र छिटोभन्दा छिटो यो कार्यलाई सम्पन्न गर्नमा सहयोग गरौँ। नेपालको विकास साँच्चै गर्ने हो भने 4वटा कुरामा ध्यान दिनुपर्छ। त्यो चाहिँ हो गुड गभर्नेन्स, एन्टी करप्सन, डेभलपमेन्ट इस्युज र पोलिटिकल इस्युज। म चाहिँ पहिलेदेखि नै यो सोसल वर्कको चाहिँ अगेन्स्टमा छु, किनभने सोसल वर्क गर्ने संस्थाहरू लाखौँ छन् नेपालमा र लाग्छ मलाई करोड अथवा 1 अरब नेपाली रुपियाँ चाहिँ वर्षै नै भित्रिन्छ होला यो सोसल वर्कमा। यदि 1 अरब रुपियाँ चाहिँ गुड गभर्नेन्समा अथवा राम्रो नेता पैदा गर्नमा खर्च गर्ने हो भने देशले अहिलेसम्ममा काँचुली फेर्ने थियो होला। तर सोसल वर्क गरेको कैयौँ वर्ष भइसक्यो, 1 अरबभन्दा बढी रुपियाँ कैयौँ वर्षदेखि नेपालमा गइरहेको, तर त्यो चाहिँ एउटा बालुवा पानी खाने जस्तो मात्रै भएको छ। यदि तपाईँले सोसल वर्क गरेर कुनै एउटा बिउ छरेर अथवा कुनै बाली लगाउनुहुन्छ भने त्यो बाली सप्रेको हरियाभरा छ र पाक्ने बेलामा चाहिँ त्यसले छाडाहरू आएर खाइदिन्छ भने त्यो बाली रोपेको कुनै काम लागेन। हामीले ती छाडेहरूलाई कि त बाँधेर राख्नु पर्यो र बाँधेर मात्रै भएन, हाम्रो देशको कन्टेक्स्टमा त उनीहरूको नस्लबन्दी नै गर्नुपर्ने जस्तो लाग्छ मलाई। 2046 साल पछाडि अहिले आज 22 वर्ष भइसकेको छ र हामीले धेरै नेताहरूलाई चिनिसकेको छ। अनि यथास्थितिवादी नेताहरूलाई चाहिँ हामीले रिप्लेस गर्नुपर्छ। कसरी रिप्लेस गर्ने त भन्दाखेरि कुनै भ्रष्ट नेतालाई अथवा भ्रष्ट मन्त्रीलाई हटाउनु पर्यो भने हामीले चाहिँ कुनै एउटा समूह गठन गरेर अथवा समूह पनि गठन गर्नु पर्दैन। यस्तै प्लेटफर्म मेरो देश टिभीबाट नै हामीहरू चाहिँ कुनै एउटा भ्रष्ट मन्त्री अथवा भ्रष्ट नेतालाई चाहिँ नेपाली राजनीतिक जीवन समाप्त गर्नको लागि तिनकुने जस्तो सार्वजनिक स्थानमा अथवा सिंहदरबारको वरिपर नेपाल बन्द नगर्ने, कुनै पिसफुल प्रोटेस्ट गर्ने अथवा त्यहाँ बसेर तिनकुनेमा चाहिँ 2 घन्टा बदाम खाएर 1 लाख जनता बस्यो भने मलाई लाग्छ कुनै बेलाका प्रधानमन्त्रीले कुनै बेलाका भ्रष्ट मन्त्रीले हटाउन बाध्य हुन्छन्। आज यो चाहिँ एउटा हाम्रो देशमा एउटा कन्टिन्युस आन्दोलन गर्नु परेको छ। त्यसमा हामीले जनताहरूलाई कुनै नारा नलगाउने, कुनै हिंसात्मक काम नगर्ने, कुनै र्याली नगर्ने, कुनै टायर नबाल्ने, कुनै तोडफोड नगर्ने। सानो पददेखि ठुल्ठुला पदहरूमा भएकाहरूलाई सबैलाई भ्रष्टाचार यदि गरेका छन् भने उनीहरूका तलबहरूदेखि बाहेक पैसा जे कमाएका भए पनि त्यो उसलाई कारबाही हुनुपर्छ। र जुन अहिले जातीय हरेक द्वन्द्वहरू पनि चलिरहेछ यसलाई पनि हामी एउटै नेपाली हौँ भनेर होइन
यस्तो कुरोलाई चाहिँ हामी आफैले मिलाउन सक्नुपर्छ अनि मात्र हामी हाम्रो देशलाई भोलिका दिनमा राम्रोसँग देख्न सक्छौँ र आज हामी हाम्रो यो जुन जेनेरेसनले जस्तो भोलिको जेनेरेसनले बाहिर विदेशमा गएर काम गर्नु नपरोस्। हामी त विदेशमा छौँ, 2 पैसा कमाउँला, एउटा केही गरौँला भन्ने एउटा सोच लिएर नेपालमा आउँछौँ होला र एउटा नेपालको एउटा शान्ति सुरक्षा र कानुनको दृष्टिकोणले गर्दा त्यहाँ आएर हामीले केही गर्ने एउटा वातावरण नभइरहेको त्यो पनि अवस्था छ। त्यहाँ रहनु हुने, त्यहाँ बस्नु हुनेलाई हुने एउटा अप्ठ्याराहरू त कति छन्, कति हामीले यहाँबाट हेर्दाखेरि पनि एउटा खाना पकाउनको लागि ग्यासको लागि यति धेरै लाइन लाग्नुपर्ने, उहाँहरू 1 दिन 2 दिन मतलब एउटा आफ्नो कामै सम्पूर्ण छोडेर लाइनमा लाग्नुपर्ने, एउटा सवारीको साधनको लागि दिनौँ दिन घन्टौँ घन्टा एउटा तेलको लागि लाइन लाग्नुपर्ने, हर कुराहरू एउटा सृजनामूलक नभए छैन कुनै पनि एउटा हामीले एउटा साँच्चै एउटा सृजना र एउटा सृजनाको लाई एउटा एकदमै सूचनामूलक बनाउनेलाई एउटा प्रोत्साहन दिने, कुनै कार्यलाई प्रोत्साहन दिने एउटा राष्ट्रको नीति हुनु भने ग्यासकै मात्र एउटा एलपी सिलिन्डर अथवा ग्यास खाना पकाउनको लागि ग्यासको मात्रै भर पर्नु पर्दैन। नेपालमा धेरै प्रविधिहरू छन्। अर्को कुरा, उहाँ एउटा पार्टीमुखी हुनु भएन। उहाँ आज एउटा जे हुनुभएको छ एउटा पार्टीको एउटा उहाँ लगनशील एउटा व्यक्ति भएर एउटा पार्टी, उहाँकै पार्टीले भनौँ मिलिजुली सरकार उहाँलाई प्रधानमन्त्री चुनेको छ। तर एउटा हो उहाँ पार्टीको एउटा वरिष्ठ मान्छे हो, पार्टीको नेतृत्व पार्टीको पनि उहाँलाई आवश्यक पर्छ। तर अहिले त्यो कुर्सी भनेको कुनै पनि पार्टीको लागि बनाइएको, पार्टीको नेतृत्व गर्न बनाइएको कुर्सी होइन। उहाँ कुनै पनि उहाँमाथि आउने दबाबहरू उहाँले च्यालेन्ज गर्न सक्नुपर्छ। उहाँलाई लगाइएका लगामहरू उहाँले तोड्न सक्नुपर्छ र नेपाली जनताको हक र हितको लागि उहाँले केही गर्नुपर्छ। जबसम्म आफूमा विकसित गर्न सकिँदैन तबसम्म हामी देशलाई नयाँ दिशा दिन सकिँदैन। जस्तै हामी आफै सचेत र जागरण हुनुपर्छ जस्तो लाग्छ मलाई। जस्तै अब ट्याक्स रुल्स एन्ड रेगुलेसन फलोअप गर्नुपर्छ जस्तो लाग्छ मलाई। हुन त हामी नेपालमा हुँदाखेरि हामीले कुनै फाइन तिरेन, खासै हामीले रुल्स एन्ड रेगुलेसन फलोअप गरेन। तर जब हामी यहाँ आएपछि जब हामीलाई एक्चुअली पुलिसले समाउँछ तब हामीले फाइनहरू तिर्नै पर्ने हुन्छ, बाध्य लाग्छ। यदि तिरेन भने त्यो फाइनको डबल त्रिबल भएर आउँछ फाइन। हरेक नेपालीहरूले यहाँ सबैले फाइन तिरिराखेकै छ र सबैले यहाँको रुल्स अनुसार फलोअप गरिराखेको छ। त्यसैले जसरी एउटा विद्यार्थीले आफ्नो गृह कार्य गर्नुहुन्छ त्यही पनि हाम्रो टिचरको डरको कारण, त्यसरी नै हामी सम्पूर्ण नेपालीहरूले कानुनको डरको कारणले गर्दा पनि हामीले आफ्नो रुल्स एन्ड रेगुलेसन फलोअप गरिदिनु भयो भने हाम्रो देशमा धेरै चेन्जेसहरू आउँछ। आदरणीय दर्शक महानुभावहरू, तपाईँले हेर्नुभएका यी कमेन्टका केही अंशहरू मात्र हुन्। यी कमेन्टहरूलाई हामीले हाम्रो वेबसाइटमा पूर्ण रूपमा राखेका छौँ। यी भिडियो म्यासेजहरूलाई पूर्ण रूपमा हामीले राखेका छौँ। यदि यो भिडियो म्यासेजहरू, यी कुनै पनि भिडियो म्यासेजहरूलाई पूर्ण रूपमा हेर्न चाहनुहुन्छ भने हाम्रो वेबसाइटमा लगेको भिडियो म्यासेजेसको लिङ्कमा गई क्लिक गर्न सक्नुहुनेछ र यहाँले त्यसमा प्रतिक्रिया पनि व्यक्त गर्न सक्नुहुनेछ। अब यहाँ समक्ष हामी प्रस्तुत गर्न चाहन्छौँ हाम्रो सोसल नेटवर्किङको एउटा प्रयास, खुला मञ्चको यो प्रस्तुति। खुला मञ्चलाई कसरी प्रयोग गर्ने भन्ने कुरा यसभन्दा अगाडिका श्रृङ्खलाहरू हेर्ने दर्शकहरूले थाहा पाइसक्नु भएको छ भने नहेर्नुभएका नयाँ दर्शकहरूको लागि फेरि एकपल्ट प्रस्तुत गर्न चाहन्छौँ खुला मञ्चको यो प्रस्तुति। सबैभन्दा पहिला www.merodeshtv.com मा जानुहोस्। स्क्रिनको दाहिनेपट्टि रहेको खुला मञ्च लेखिएको अक्षरमा क्लिक गर्नुहोस्। यसले तपाईलाई
मेम्बरसिप पेजमा लिएर जानेछ। मेम्बरसिप पेजमा गई मेम्बर बन्नका लागि आफ्नो इन्फर्मेसन जस्तै नाम, इमेल एड्रेस र पासवर्ड क्रिएट गर्नुहोस्। तपाईले दिनुभएको इमेल एड्रेसमा हाम्रो कन्फर्मेसन इमेल आउनेछ। त्यसमा रहेको लिङ्कमा क्लिक गर्नुहोस्। यदि त्यो लिङ्कमा क्लिक नभएको खण्डमा त्यो लिङ्कलाई कपी गरी ब्राउजरमा पेस्ट गर्नुहोस् अनि जोइन गर्नुहोस् राष्ट्र प्रेमीहरूको साझा चौतारी खुल्ला मञ्च। चाहे अनुसार फोटो भिडियो अपलोड गर्न सक्नुहुनेछ, चाहेको कुरा पोस्ट गर्न सक्नुहुनेछ, स्ट्याटस अपडेट गर्न सक्नुहुनेछ, फ्रेन्ड अनफ्रेन्ड गर्न सक्नुहुनेछ अनि लाइभ च्याट पनि गर्न सक्नुहुनेछ। यो सुरुवात भएको कारणले केही समस्याहरू आउन सक्दछन्। कृपया यसका लागि merodesh.tv.com मा गई अथवा होम पेजमा गई कन्ट्याक्ट असमा क्लिक गरी हामीलाई खबर पठाउनुहोस्। आउनुहोस् राजनीतिक पार्टी, जात, धर्म, सम्प्रदाय, क्षेत्र, देशभित्र, देश बाहिर आदि सबै कुरा भुलेर नेपाली बन्नु। संसारभरिका सिङ्गै नेपाली, एक ठिकका नेपाली, सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली। अब हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। नेपाल र नेपालीको भविष्य उज्जवल छ। कालो बादलले यसलाई अलिकति ढाकेको छ। त्यो कालो बादल के हो, को हो, यस बारेमा हामी अर्को कार्यक्रममा तपाईँका प्रतिक्रियाहरू चाहन्छौँ र अर्को कार्यक्रममा हामी यही कालो बादलका बारेमा चर्चा गर्नेछौँ र तपाईँका प्रतिक्रियाहरू, तपाईँका भिडियो म्यासेज पनि के हुन् भन्ने बारेमा हामीलाई आओस् भन्ने चाहन्छौँ र अर्को कार्यक्रम यसैलाई केन्द्रबिन्दु बनाएर गर्ने हामीले निर्णय गरेका छौँ। विभिन्न भेटमा, विभिन्न माध्यमबाट विभिन्न महानुभावहरूले विभिन्न प्रतिक्रिया हाम्रो कार्यक्रमका लागि दिनुभएको छ। व्यक्तिगत भेटघाटमा पनि उत्तिकै प्रतिक्रियाहरू कार्यक्रमको लागि दिनुभएको छ। राम्रा नराम्रा सबै किसिमका प्रतिक्रियाहरूलाई आत्मसात गर्ने हाम्रो उद्देश्य रहेको छ। धेरैभन्दा धेरै महानुभावहरूले विदेशमा बसेर स्वदेशको माया गर्न सकिँदैन, माया हुन सक्दैन, देशमै गएर गर्नु नि भन्ने किसिमका प्रतिक्रियाहरू पनि दिनुभएको छ। ती प्रतिक्रियाहरूलाई पनि हामीले साथमा लिएका छौँ। ती स्वागतयोग्य प्रतिक्रियाहरू हुन्। डलर कमाएर नेपालको विकासको बारेमा कुरा गर्नु भनेको अपाच्य हुन्छ भन्ने कुराहरू पनि विभिन्न महानुभावहरूले भन्नुभएको छ। समयले पक्कै पनि त्यस सम्बन्धी पनि यहाँहरूलाई जानकारी गराउनेछ। हाम्रो प्रयासले जुन रूप लिनेछ त्यो रूपका लागि आज यतिखेर भन्नु भनेको निकै चाँडै हुनेछ। त्यसकारणले विदेशिनीलाई त्यसभन्दा टाढा रहनुको यो पीडालाई आफै साथ राखेर धेरै विद्वान मित्रहरूको साथ पाइएला कि भन्ने आशले आफूसँग भएको बुद्धि र विवेकका आधारमा तयार पारिएको यो कार्यक्रमले हामी पक्कै पनि आफ्नो देशका लागि केही न केही टेवा पुर्याउन सक्दछौँ भन्ने कुरामा पूर्ण विश्वस्त रहेका छौँ। तर हाम्रो प्रयास मात्र सम्पूर्ण प्रयास हुनेछ भन्ने कुरा पक्कै पनि होइन। तपाईँले पनि आफ्नो क्षेत्रबाट केही प्रयास गरिदिनु भयो भने हाम्रोभन्दा धेरै सहयोग तपाईँबाट मिल्नेछ हाम्रो मुलुकलाई भन्ने विश्वास हामीले लिएका छौँ। अर्को कार्यक्रममा यहाँहरू समक्ष फेरि तपाईँका विचारहरूको साथमा अनि हाम्रो विकास निर्माण शीर्षकमा भएको प्रगति अनि विशेष गरेर बालबालिकाहरूको प्रयासले देशको विकासमा के गर्न सकिन्छ भन्ने बारेको प्रस्तुति लिएर हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि सम्पूर्ण युनिटको तर्फबाट दर्शकलाई जोडेर नमस्ते र बिलामी छानेको।